खान्छेस्, भाडा तिर्न सक्दिनस्, तर चुरोटका लागि पैसा छ। यो कस्तो जिन्दगी हो? मिसो शान्त स्वरमा भन्छे, मलाई लाग्दैन मेरो बाँच्ने तरिकामा केही गलत छ। योङमी अझ रिसाउँछे, तँलाई लाज लाग्दैन? सायद त्यसैले त यस्तो भइस्। आमा बुबा थिएनन्, त्यसैले तमिज पनि आएन। भाइ, यो वाक्य आमा बुबा नभएको ताना, यो त्यो चोट हो जुन हड्डीसम्म पुग्छ। योङमी चेक निकाल्छे, यो लि अनि अर्को ठाउँ खोज। अब म तँलाई यहाँ राख्न सक्दिनँ। मिसो चेक लिँदिन, चुपचाप उठ्छे र निस्किन्छे। न बहस न झगडा न एक शब्द। भाइ, मिसोको आत्मसम्मान त्यो टुट्न मान्दैन। चाहे सडकमा सुत्न परोस्, ऊ कसैको दया लिने छैन, कसैको रहम, कसैको पैसा। अर्को बिहान ऊ ठाउँ खोज्न निस्किन्छे। दलाल एउटा बेसमेन्ट देखाउँछ, सानो झ्याल, भाडा महँगो। अर्को ठाउँ पुरानो भत्किएको, तर फेरि पनि महँगो। अन्तिम ठाउँ सस्तो छ, तर न पानी छ न बिजुली। मिसो हरेक ठाउँ हेर्छे, घुम्छे, तर अन्त्यमा कुनै ठाउँ रोज्न सक्दिन। साँझ ऊ काम गर्ने घरमा जान्छे, तर आज घरकी मालिकिन घरमै छिन्। उनी भन्छन्, म गर्भवती छु। बच्चाको बुबाको हो थाहा छैन। मिसो चुपचाप चिया बनाउँछे, सुन्छे। मालिकिन भन्छन्, मेरो सपना नेल सलुन खोल्ने थियो। यो जागिर त केवल पैसा बचाउनका लागि थियो, तर अब जागिर पनि गयो, यहाँबाट निस्कनुपर्छ। त्यसैले तेरो काम पनि सकियो। उनी माफी माग्छिन्, मलाई नराम्रो लागिरहेको छ। मिसो भन्छे, केही भएन, माफी नमाग। बस त्यो जिन्दगी बाँच जुन तिमी बाँच्न चाहन्छौ। दुवै सँगै बसेर अन्तिम पटक खाना खान्छन्, मौनतामा। दुई महिलाहरू, दुवै अधुरा, दुवै टुटेका, तर त्यो एक क्षणमा एक अर्काको सहारा। बिदाईको दिन, हानु साउदी अरब जाँदैछ। मिसो उसलाई एउटा नोटबुक दिन्छे, आफ्ना सपना नछोड, त्यहाँ पनि बनाइरहनु। हानु कम्पनीको गाडीमा बस्छ, अचानक फेरि दौडेर फर्किन्छ अनि मिसोलाई चुम्बन गर्छ। कुनै ठुलो कुरा भन्दैन, कुनै बाचा गर्दैन। दुवैलाई थाहा छ 2 वर्ष धेरै लामो समय हुन्छ र जब ऊ फर्किनेछ सायद सबै पहिले जस्तो रहने छैन। तर मिसो चुपचाप आशा राख्छे। एक्लै मिसो आफ्नो सुटकेस लिएर फेरि बारमा जान्छे। मालिक भन्छ, विस्की फेरि महँगो भयो। मिसो फेरि पनि एउटा गिलास मगाउँछे। बाहिर हिउँ पर्न थाल्छ। जिन्दगी चलिरहन्छ, सबै आफ्नै बाटोमा, आफ्नै पीडामा। महिनाहरू बित्छन्। ब्यान्डका सबै साथीहरू एउटा अन्त्येष्टिमा भेट्छन्। त्यही बेला उनीहरूलाई महसुस हुन्छ, कसैको पनि मिसोसँग सम्पर्क छैन। फोन बन्द, ठेगाना छैन, कुनै खबर छैन। अनि उनीहरूलाई थाहा हुन्छ, गायब हुनु अघि मिसो उनीहरू सबै कहाँ गएकी थिए, एक एक गरेर सबैलाई भेटेकी अनि हराएकी। उनीहरू सोच्न थाल्छन्, ऊ कहाँ छे? ऊ ठिक त छे? भाइ, मिसो कहाँ छे? मिसो अझै हाउसकिपिङ गरिरहेकी छे, अझै कमाइरहेकी छे, अझै चुरोट सल्काइरहेकी छे। र अब ऊ एउटा सानो पालमा बस्छे, नदी किनारमा, जमिनमाथि, खुला आकाशमुनि। न छाना, न भित्ताहरू, न घर। बस ऊ, उसको सुटकेस, एउटा गिलास अनि एउटा चुरोट। भाइ, मिसोले कहिल्यै आराम रोजिन्, कहिल्यै स्थिरता रोजिन्, कहिल्यै सम्झौता गरिन्। कथाले यहाँ मिसोको चरित्रलाई अझै प्रष्ट बनाएको छ, हैन?